मेरो करेसाबारीमा लगाएको प्याज हो। तोरीलाई थ्रेसर लाएपछि निस्केको भुसद्वारा यसलाई मल्चिङ गरेको छु। यो सबै मसिनो भुसहरू यो प्याजको बीचमा यसरी मैले छरेर हालेको छु। यो प्राकृतिक मल्चिङ विधि हो। यसरी मल्चिङ गर्दा के हुन्छ भने यसमा झारपात पनि आउँदैन, यसलाई धेरै गोडमेल पनि गर्न पर्दैन र यसमा चिस्यान पनि रहिरहन्छ, जसले गर्दाखेरि प्याजको वृद्धि विकास राम्रो हुन्छ। यसरी यो एक प्रकारको झन्झट मुक्त विधि हो। एकचोटि लगाइदिने, त्यसपछि अलिकति ठुलो भएपछि हामीले तोरीलाई थ्रेसर लाउँदाखेरि निस्केको भुसलाई एक नासले सबैतिर यसरी मल्चिङ गरिदियो भने हामीले कुनै किसिमको झन्झट नगरिकन पनि आफ्नो करेसाबारीबाट प्याजको उत्पादन राम्रै लिन सक्छौं। यो भुस छर्नलाई के गर्न पर्छ भने भुस यसरी लिएर यो बीचमा यसरी हाल्दिन पर्छ अनि हाल्दाखेरि एक नासले यो सबैतिर छरिन्छ। यसरी मल्चिङ गर्दाखेरि यो मल्चिङको मोटाई लगभग हामीले 1 इन्ची जति राख्न पर्छ। यो 1 इन्चीको मोटाई हाम्रो प्याजको लागि एकदमै उपयुक्त हुन्छ। हजुरहरूले पनि आफ्नो करेसाबारीमा यसरी प्याज लाउनु भएको छ भने प्याज अलि ठुलो भइसकेपछि यो विधि अपनाउन सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र शेयर गर्नुहोला। हस्त साथीहरू, धन्यवाद।